हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। मेरो नानीलाई चाहिँ म खेलाउँदैछु खाना बनाउँदै गर्दै। अनि आज चाहिँ फर्सीको मुन्टा र आलु बनाऊ भनेर लागेको। मेरो भाँडा पनि थुप्रिरहेछ हेर्नु, भाँडा माझ्दै काम गर्दै के बच्चा बच्ची भएपछि यस्तै त हो नि। त्यसपछि अनि सबै कुराहरू पकाउनै पर्यो, खानै पर्यो। मलाई फेरि मिठो मिठो खाना पर्छ। लाउन चाहिँ जस्तो लाए पनि ओके, तर खानलाई चाहिँ एकदमै मिठो चाहिन्छ क्या, एकदमै मिठो। त्यही भएर प्रायः मैले पकाउँछु घरमा। अनि दाल साल यता पाक्दै थियो, त्यसपछि अनि आलु र फर्सीको मुन्टाको तरकारी बनाउँदैछु। यहाँ कराई फेरि तात्दै नतातेर यहाँ वेट गर्दै गर्दैछु कि मैले। त्यसपछि अनि तरकारी पकाइक्यारी फेरि त्यो रहेको भाँडाकुँडा माझी पखाली राखेँ। यता आलु पनि भुट्न छोडिदिएर अनि आलु रातो रातो भइसकेपछि अनि त्यसमा टमाटर काटेर राखिदिन्छु कि मैले फेरि पहिल्यै टमाटर अनि पाक्नुपर्छ, अनि बल्ल फर्सीको मुन्टा राखिदिन्छु। मलाई फेरि सागहरू छोपेर पकाएको मन पर्दैन, अनि त्यही भएर सकभर यो सागहरू चाहिँ कसैले पनि नछोपिकन पकाएको राम्रो लाग्छ क्या। अनि टक्क अनि फर्सीको मुन्टा पनि ओइरिदिएँ क्यारे। अनि यता दाल साल पाक्दैछ, दुध पनि तताउँदैछु मैले। अनि पकाइक्यारी मेरो नानी चाहिँ खेलिरहेछ। यता इन्डक्सनमा चाहिँ दुध बसाली थिएँ मैले, दुध पनि तात्दैछ। अनि यता मुलाको पनि कोरेर राखेको थिएँ क्या अचार बनाउनलाई। अनि यता फर्सीको मुन्टा पाकेर रेडी भइसक्यो। यता दालहरू पनि झाने क्यारी गरेँ, अनि यता अचार पनि बनाएर रेडी गरेँ। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। ल बाई।